हेलो गाइज, आज मैदाबाट नमकिन बनाएर खानु पर्यो भनेर जुवानो घिउ अलिकति नुन स्वाद अनुसार हालेर अब मुस्न पर्यो पिठो भनेर लगाएको हेर्नु। पानी थोरै थोरै हाल्दासम्म केही मुसिद्ने छाँटकाँटै देखाएन, अनि अलि हाल्दा पनि केही भएन। झन् साह्रो साह्रो हुँदै गयो के हैछ भनेर अब गिलै भए पनि बनाउँछु, मुस्न सकिनँ भनेर पानी खल्लै हालिदिएँ। त्यसपछि त भाइ साहब त यस्तो देखिन थाल्नु भयो, यो के हो मैदा भनेर। यो प्याकेट यस्तो खुला प्याकेट आएको होइन, यही प्याकेटबाट खनाएको हो। अब यो के होला भनिदिनु पऱ्यो, यस्तो गर्छ। यसो दिदीलाई सोधेको थिएँ, दिदीले चाहिँ पुटिङ हुनसक्छ, त्यो भित्ताहरू टाल्न युज हुने पुटिङ हो कि भनेर भनी होइन। खानाबाट चाहिँ बचियो, तर यो चिज के हो भनेर चाहिँ पत्ता लगाउन सकिएन। यस्तो साह्रो भयो कि के हो भन्ने नै थाहा छैन। बिचरा यहाँ बाबुले खाना भनेर रेडी छ, कतिखेर आन्टीले बनाएर दिन्छ र खाम्ला भनेछ छोरोले। यहाँ चाहिँ आन्टीले नमकिन बनाएको बनाइ भइ। यस्तो के होला साथीहरू, कसैलाई थाहा छ भने चाहिँ ल भनिदिनु पर्यो है। बिचरा मम्मीले कति धेरै घिउ हालिदिनु भएको थियो, सायद त्यो आवश्यक थियो थिएन थाहा भएन, तर राम्ररी फुट्छ घिउ हाल्यो भने भनेर चाहिँ भन्नुभएको थियो। र घिउ हालेको यहीँ आज पहिलोचोटि हो फेरि नमकिन बनाउँछु, कस्तो हुन्छ भनेर पहिलोचोटि ट्राई गर्छु भनेको राम्रै ट्राई निस्क्यो। ल कसैलाई थाहा छ भने चाहिँ ल भनिदिनु होला है। हात पनि यस्तो सुक्खा, चामलको पिठो पनि होइन, के हो खै थाहै भएन।